कृषि पर्यटन तथा औद्योगिक प्रतिशत 2082 यही मिति 2082 मङ्सिर 18 गतेदेखि पौष 1 गतेसम्म सञ्चालन हुन गइरहेको कुरा यहाँ सबैलाई सर्वविदितै छ। सोही अनुरूप अब आज हामी अन्तिम घडीमा छौँ, आज अन्तिम दिन छौँ। भोलि हाम्रो चाहिँ उद्घाटन सत्र रहनेछ। हामीले चाहिँ भोलि दिनको 1 बजे चाहिँ उद्घाटन गर्ने तयारीमा रहेका छौँ। अध्यक्षज्यूले भने जस्तै भिक्षुबाट हामीले चाहिँ यसको यो महोत्सवको उद्घाटन गर्ने तयारी गर्छौँ। यसको यो पनि किन केका लागि भन्दाखेरि अहिले जुन एक खालको देशमा अशान्ति होइन, जताततै झैझगडा, राजनीतिक चाहिँ अस्थिरता लगायत थुप्रै कुराले गर्दा चाहिँ देशमा चाहिँ त्यत्र भनौँ न अस्तिको जुन आन्दोलनले गर्दा जेनजी लगायतको चाहिँ धेरैको ज्यान गुमायो। यसको शान्तिको लागि एउटा चाहिँ मिलेर अगाडि बढ्नुपर्छ भन्ने सन्देशका साथ चाहिँ हामीले चाहिँ हाम्रो चाहिँ यो रोयल थाई मोनास्ट्री लुम्बिनीका प्रमुख प्राश्री मोदी विदेश भिक्षु सुपोत भन्ने चाहिँ उहाँ चाहिँ हाम्रो भिक्षुज्यू हुनुहुन्छ। उहाँको टिम आउँछ, उहाँहरूले चाहिँ आफ्नो चाहिँ वाचन गर्नुहुन्छ, त्यसपछि दीप प्रज्वलन गरेर उद्घाटन हुन्छ। सँगसँगै हामीले चाहिँ जिल्लाका सम्पूर्ण राजनीतिक दल, अग्रज व्यक्तित्व, पूर्व सांसद, पूर्व मन्त्रीहरूलाई पनि साथमा राखेर सबैलाई चाहिँ एक साथमा राखेर एउटा शान्तिको सन्देश, एउटा चाहिँ बुद्धको जन्मस्थान, बुद्धको घर सँगसँगै चाहिँ त्यो पनि बाडङ्गाबाट चाहिँ एउटा चाहिँ सबै मिलेर देश बनाउनुपर्छ भन्ने सन्देशका लागि चाहिँ हामीले चाहिँ यो 16औं कपिलवस्तु महोत्सव हुँदै गर्दा 16 जोडी चाहिँ परेवा उडाएर चाहिँ शान्तिको प्रार्थना गर्दै हामीले चाहिँ भोलिको कार्यक्रम उद्घाटन गर्नेछौँ र 1 गतेसम्म सोही चाहिँ अनुरूप चाहिँ हामीले विविध कार्यक्रम, विविध सांस्कृतिक र अन्य कार्यक्रमहरू सहित चाहिँ कार्यक्रम सञ्चालन गर्ने कुरा यहाँहरूमा जानकारी गराउँछु। र विशेष गरी हामीले पटक पटक मिडियाहरूलाई पनि अब बोलिरहेका छौँ। अब 16औं कपिलवस्तु महोत्सवमा आउँदै गर्दा के छ फरक, के गर्दै हुनुहुन्छ भन्ने कुरा आउँदै गर्दा महोत्सव चाहिँ सामान्य स्टल अनि भित्र आइसकेपछि सांस्कृतिक मञ्च, त्यसै गरी चाहिँ रमाइलोको लागि बालुदान पार्क, यिनै कुरा हुन्। यसलाई राम्रो व्यवस्थापन र राम्रो कसरी गर्ने, केही चाहिँ नयाँ कुराहरू दर्शकलाई भित्र सिनिसकेपछि टिकट काटेर भित्र आइसकेपछि यो भित्र यो रहेछ चाहिँ यसले चाहिँ रोमाञ्चक रमाइलोको लागि यो रहेछ भन्ने खालको लागि चाहिँ हामीले त्यसलाई थोरै व्यवस्थित र नयाँपन ल्याउनको लागि कोसिस गरेका छौँ। जसमा यो अध्यक्षज्यूले भने जस्तो हाम्रो मूल गेट चाहिँ हाम्रो जानकी मन्दिरको चाहिँ स्वरूपमा हामीले चाहिँ लगभग अब आज रातिसम्म चाहिँ त्यो अन्तिम तयारीमा त्यसको अब तपाईँहरूले देख्नु पनि भयो होला, धेरै कुरा त्यहाँ झल्किसकेको छ, त्यसलाई अझै फिनिसिङ गर्न बाँकी छ। र त्यो भित्र आइसकेपछि पनि हाम्रो स्टल पोहोर प्रकारको भन्दा थोरै चाहिँ भिन्न भनौँ न व्यवस्थित राम्रो गराउने प्रयास गरेका छौँ। क्यानेबी टेन्टहरू चाहिँ लगाएका छौँ। त्यसरी स्टल पनि चाहिँ एउटै कपडामा एउटा चाहिँ राम्रो सफा गराउने हामीले कोसिस गरेका छौँ। स्टलमा पनि विभिन्न राम्रा व्यवसायहरू मिलाएर राख्ने कोसिस, सँगसँगै कृषि कार्यालय चाहिँ बाडङ्गा नगरपालिका कृषि शाखासँग समन्वय गरेर कृषकहरूलाई चाहिँ कृषकको उत्पादनलाई चाहिँ यहाँ के अरे प्रदर्शन गर्ने, त्यसै गरी कृषकले उत्पादन गरेका वस्तु चिज भनौँ न उसहरूलाई चाहिँ बिक्री वितरणमा पनि सहयोग हुने किसिमले कृषकलाई चाहिँ निःशुल्क स्टल पनि हामीले उपलब्ध गराएका छौँ। सँगसँगै घरेलु उद्यम, महिला उद्यम लगायतका विपन्न खालका चाहिँ कुनै चाहिँ त्यस्ता उद्योग सामान्य परिवारबाट चाहिँ उत्पादन केही वस्तु छ भने त्यसलाई बजारीकरण नपाइरहेको अवस्थामा चाहिँ एउटा चाहिँ कुनै भनौँ न बजारमा चोकमा चाहिँ सटर लिएर बस्ने भाडा तिर्न नसक्ने अवस्थालाई चाहिँ एउटा चाहिँ उसको प्रचार र उसको व्यापार बढ्ने एउटा चाहिँ उद्देश्यले चाहिँ हामीले उहाँहरूलाई पनि चाहिँ घरेलु महासङ्घसँग र कार्यालयसँग समन्वय गरेर फ्री स्टलको चाहिँ यो बाल उद्यान पनि अहिले चाहिँ विशेष खालको चाहिँ बनाउने प्रयास गरेको छ। जसमा चाहिँ यो स्नो सिटी नेपालमै पहिलोपटक चाहिँ स्नो सिटीको हामीले चाहिँ एउटा चाहिँ कृत्रिम निर्माण गरेर स्नो सिटीमा त्यहाँ चाहिँ भरपुर भनौँ न अहिले चाहिँ यो प्राविधिकमा चाहिँ मान्छे फोटो खिच्ने, भिडियो बनाउने, युट्युबमा हाल्ने, टिकटकमा हाल्ने, फेसबुकमा हाल्ने हुँदा यसलाई चाहिँ एउटा आकर्षकको रूपमा हामीले चाहिँ यसलाई लिएका छौँ। सँगसँगै त्यसैसँग जोडेर हामीले जलपरीको चाहिँ हुन्छ भने भित्र गइसकेपछि विभिन्न खालका यो सुनामी नेपालमै पहिलोपटक सुनामी पिङ लगायतका अन्य थुप्रै पिङहरू हुन्छ भने भित्र आइसकेपछि विभिन्न चाहिँ दर्शकहरूलाई विभिन्न स्वादिष्ट खालका चाहिँ खानाका लागि विभिन्न चाहिँ 20वटा होटल स्टलहरू रहेको छ। सँगसँगै हाम्रो स्टेज प्रोग्राम चाहिँ सांस्कृतिक कार्यक्रमहरू रहनेछ। सांस्कृतिक कार्यक्रममा हाम्रो चाहिँ यो जुन कपिलवस्तु महोत्सव जुन छ यसको मुख्य आकर्षकको रूपमा रहेको डान्स आइडल, यो 14औं डान्स आइडल चाहिँ हामीले आयोजना गर्दै गइरहेको छ। जसमा चाहिँ 15 प्रतिस्पर्धी 3 पटकको चाहिँ चरणमा चाहिँ छनौट प्रक्रिया गरेर लगभग 150 भन्दा बढी चाहिँ प्रतिस्पर्धीहरूको चाहिँ उसबाट चाहिँ 15 जना प्रतिस्पर्धी सिलेक्ट हुनुभयो। उहाँहरू चाहिँ अब प्रतिस्पर्धामा चाहिँ चढ्दै हुनुहुन्छ भने त्यसको चाहिँ हामीले प्रथम पुरस्कार 1,31,131 राखेको छौँ प्रथम पुरस्कार। त्यसै गरी द्वितीय पुरस्कार 81,181 राखेका छौँ। त्यसै गरी तृतीय
61,161 र सान्त्वना 31,131 सँगसँगै यो चाँदीको हजुरको लगभग 35-36 तोलाको चाहिँ चाँदीको ताज पनि हामीले चाहिँ बनाएर त्यो पनि चाहिँ पुरस्कारको रूपमा चाहिँ विजेतालाई चाहिँ दिनेछौँ। सँगसँगै अन्य थुप्रै गिफ्ट ह्याम्पर लगायतका ती मेडल प्रमाणपत्र छँदैछ। सँगसँगै अझै चाहिँ यो गराउन हामीले अहिले चाहिँ यो मम्मी डान्स पनि चाहिँ यसअघि पनि हामीले पटक भनेको छ, मम्मी डान्सको चाहिँ प्रतियोगिता पनि हामीले आयोजना गर्छौँ। सँगसँगै अब यो यहाँ आउने भनौँ न बच्चा युवा बुढाबुढी सबैलाई समेट्ने किसिमले हामीले लोकदोहोरी, त्यसै गरी पप, आधुनिक, त्यसै गरी चाहिँ ब्यान्ड लगायत समेटेर हामीले चाहिँ राष्ट्रिय स्तरका चाहिँ चर्चित गायक गायिकाहरूलाई पनि हामीले चाहिँ स्टेजमा चाहिँ ल्याउनेछौँ।